हेलो गाइज, वेलकम टु माई न्यू ब्लग भिडियो। त गाइज आज हामीहरू आएको छौँ, आफ्नै सबै दाजुभाइ हो, रुमकै हो। आएको छ हामीहरू यो कम्पनी हेर्दै हुनुहुन्छ नि, यो कम्पनी चाहिँ हामीहरूकै अर्को शाखा बनिरहेछ हो नि साथीहरू। हाम्रै कम्पनीको अर्को प्लान्ट हो, हेर्न सक्नुहुन्छ, ढगाधक बनिरहेछ है साथीहरू। फेरि जान्छ कि यसको डिमान्ड फेरि जानेवाला छ। यसको डिमान्ड अब यो केही महिनामा जान्छ होला। यो फिनिस भएपछि यसको डिमान्ड जान्छ है साथीहरू। साथीहरू कमेन्ट गर्नु है, आउने साथीहरू कमेन्ट गर्नु। हाम्रो कम्पनी पनि अहिले ठिकै ठिकै ओटी पनि चलिरहेछ। यो कम्पनी बन्यो भने यो पनि ठिकै ठिक चल्छ, डिमान्ड छिटै जान्छ। डिमान्ड अब चाहिँ यो फिनिस हुने बित्तिकै यसको डिमान्ड जान्छ है साथीहरू। त्यही भएर पहिला भन नि कि यो कम्पनीको कुन अर्को प्लान्ट भने कुन कम्पनीको अर्को प्लान्ट हो, त्यसको पनि कम्पनी साथीहरू कुन प्लान्ट बनिरहेछ। हाम्रो एम्फनयल एफसीआई पहिला नाम थियो एफसीआई, अहिले चाहिँ चेन्ज भएर एम्फनयल कम्पनीको नाम भएको साथीहरू। त्यसकै चाहिँ अर्को शाखा बनिरहेछ यसको। यो कम्पनी हामीहरू कम्पनी पनि धेरै राम्रो हो, केही छैन त्यस्तो गाह्रो कम्पनी हुँदैन साथीहरू। कम्पनी बिन्दास हो, रिल्याक्स काम पनि रिल्याक्स हो। साथीहरूसँग कामको बारेमा सोध्न सक्नुहुन्छ। काम कस्तो साथीहरू कम्पनीमा? काम त एकदमै राम्रो छ हो, बवाल काम छ कि, बढी गाह्रो पनि छैन। तर त्यहाँ भन्दा साथीहरू त्यहाँ चाहिँ हामीहरूको एक मन्जिले मुनि नै काम गर्छौँ। त्यहाँ यहाँ हेर्न सक्नुहुन्छ 2 मन्जिला बनिरहेछ है, मुनि र माथि दुइटै काम हुन्छ सायद कम्पनी गेस्ट हो नि। त्यस्तै लागिरहेछ नि, मुनि माथि त्यस्तै काम हुन्छ। त्यस्तै हो, मुनि र माथि दुइटै काम गर्न हेर्न सक्नुहुन्छ। 2 मन्जिला बनिरहेछ। अब यसमा यो चाहिँ कति महिनासम्म फिनिस भइहाल्छ? लमसम 6-7 महिना जति लाग्छ। 6-7 महिना जति लाग्छ यो कम्पनी चाहिँ फिनिस हुनमा। किनकि यता चाहिँ साथीहरू कम्पनी चाहिँ धेरै छिटो बन्द रहेछ कि। किनकि यो ठाउँमा हामीहरू पहिला साथीहरू क्रिकेट खेलिरहेको थियो, क्रिकेट खेल्थ्यो नि। यहाँ चाहिँ हामीहरू यो ठुलो थियो अलिक ग्राउन्ड थियो, त्यहाँ साइडमा यस्तो सामान राखेको छ सबैहरू, यो कम्पनीकै सामानहरू त्यहाँ राखेको छ। यो तर ठुलो थियो। हामीहरू यो कम्पनी स्टार्ट हुनुभन्दा पहिला यहाँ हामीहरू क्रिकेट खेल्थ्यो पहिला। तर धेरै कति महिना भयो यति भएको जति यति बनेको 4-5 महिना, 4-5 महिना होइन, 5-6 महिना साथीहरू यति फिनिस भएको। यो चाहिँ 5 देखि 6 महिनामा यति छिटो चाहिँ यति फिनिस भएको छ, हेर्न सक्नुहुन्छ। बनिरहेछ अझै 5-6 महिनामा चाहिँ पुरै फिनिस भइहाल्छ। त्यही भएर आउने साथीहरूले कमेन्ट गरिहाल्नु है। आउने साथीहरू कन्ट्याक्टमै बस्नु। गयो भने डिमान्ड मैले चाहिँ आफूहरूलाई भन्छु, यो मेन पावरमा जान्छ म तपाईँहरूले भनिहाल्छु नि। किनकि कम्पनीमै बस्छु त अब डिमान्ड गयो भने हामीहरूलाई थाहा लागिहाल्छ साथीहरू। छुट्टीको दिन यस्तै हो, आज छुट्टीको दिन हामीहरू घुम्न आएको थियो। साथीहरूले भन्यो हिँडौँ कम्पनी, हाम्रो कम्पनीको शाखा कतिसम्म पुग्यो भनेर। यहाँदेखि अर्को कम्पनी जुन कम्पनी हाम्रो काम गरेर चाहिँ हेर्न सक्नुहुन्छ, त्यहाँदेखि यो रोडको सिधै जानुहुन्छ। कम्पनी तपाईँहरूलाई थाहै नै होला, त्यस्तो त्यहाँको पनि ब्लग आउँदै गर्छ। हामीले त कम्पनीमा पुगेर पनि ब्लग बनाउँछौँ। 2 मिनेटमा पुगिहाल्छ, यहाँदेखि 2 मिनटमा पुगिहाल्छ हामीहरू कम्पनीमा। तर यो चाहिँ कम्पनी चाहिँ धेरै छिटो नै अब फिनिस हुन आँटेछ। 5-6 महिनामा यो कम्पनी फिनिस भइहाल्छ साथीहरू। यसको डिमान्ड गयो भने बढी मात्रामा नै जान्छ। यसको डिमान्ड गयो भने अब एउटा कम्पनीमा जति कामदार लाग्ने हो त्यति डिमान्ड जान्छ। लगभग भनौँ न 300 भन्दा माथि जान्छ, लगभग 300 भन्दा माथि जान्छ। तपाईँहरू गयो भने डिमान्ड तपाईँहरूलाई म भन्ने छु साथीहरू। मेरो भिडियोलाई लाइक गरी सेयर गरी कमेन्ट गर्न अलि फ्लो गर्न नभुल्नु होला। ल हस् त, भेटौँला फेरि अर्को ब्लगमा। बाई बाई।